हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। सो आज चाहिँ म के बनाउँदैछु भन्दाखेरि चाहिँ यो चाहिँ योन्साक हो। योन्साक चाहिँ स्पेसली मणिपुरमा पाउँछ होइन, बट यता पनि पाउँछ, सिक्किममा पनि। सो यो चाहिँ मलाई दिपादीले पठाइदिनु भएको, दिपा दिस्ता दिदीले लिम्बुङ है, लिम्बुङदेखि। सो थ्याङ्क यू सो मच दिपादी। अन्त यो चाहिँ कसरी बनाउँछ भन्दाखेरि चाहिँ यो चाहिँ यसलाई तास्ने हो होइन, यसलाई चाहिँ यसरी तास्नुपर्छ। हेर्नुहोस् ल, तपाईँलाई देखाउँछु। यसरी तास्नुपर्छ होइन, यसको चाहिँ हल्का पाराले। अन्त चाहिँ यो सबै म यसरी पनि तास्छु। हेर्नुहोस् त, तपाईँलाई देखाउँछु कसरी तास्नुपर्छ भने यो चाहिँ अब खानु जानुले मात्रै बनाउनु आउँछ नि त, मतलब सबैजनाले आउँदैन। हाम्रो भाउजूले पनि भोलिदेखि घरमै बनाएर खुवाउँछु भन्दैछ। ए भनेपछि त कम्प्लेन गरौँ है भिडियोबाटै? कम्प्लेन गरौँ दिपादीलाई? दिपादी सुन्नुहुँदैछ होला नि, त्यो आधी राख्छ अरे होइन। यो चाहिँ तास्नुपर्छ यसरी होइन। सो तपाईँलाई म फाइनल लुक यो तासिसकेर के गर्नुपर्छ त्यो पनि देखाउँछु ल, तपाईँलाई पर्खिनुहोस् ल। गाइस, यसलाई चाहिँ मैले तासिसकेँ होइन, सबै तासिसकेर चाहिँ यसलाई चाहिँ यसरी काट्नुपर्छ। हेर्नुहोस् ल, यो साइड साइडको चाहिँ यसरी काट्नुपर्छ होइन, मजाले राउन्ड गरेर यसरी काट्नुपर्छ। हेर्नुहोस् तपाईँहरू, रेसिपी चाहिँ यसरी बनाउनु छ। यसको चाहिँ यसलाई चाहिँ के भन्छ भन्दाखेरि इरुम्बा। यसरी बनाइसक्यो होइन, सबै मैले यसरी काटिसक्यो। अन्त चाहिँ यसलाई यसरी पिस काट्नुपर्छ, यसरी पिस काट्नुपर्छ होइन। हेर्नुहोस्, मैले सबै काटेर चाहिँ यसरी पिस पिस बनायो होइन। अब के गर्नुपर्छ त्यो पनि तपाईँहरूलाई देखाउँछु ल। मैले होइन इन्चाक पनि यो गरिसकेँ। आलु धोएँ होइन, आलुसँग पकाउनुपर्छ नि त यो चाहिँ। यसमा चाहिँ कुकरमा आलु र सँगै उसिन्नुपर्छ। यहाँ इरुम्बा बनाउनुको लागि चाहिँ होइन आलु चाहिन्छ नि त। अन्त चाहिँ मैले आलु एड गरेँ, आलुसँगै अब यो पनि एड गर्छु, इन्चाक पनि उसिन्छु होइन। डङ्गल पस्यो, यो पनि म एड गर्छु होइन। अन्त यसलाई चाहिँ 2 सिटी लगाएर चाहिँ बोइल गर्नुपर्छ होइन, सबै बोइल गर्नुपर्छ। आलु जतिखेर पाक्छ यो पनि त्यतिखेर पाक्छ नि त। सो यति पानी हालिदिएँ मैले होइन, पानी हालेर चाहिँ अब सबै सिटी लगाइदिन्छु। त्यहाँदेखि के गर्नुपर्छ त्यो पनि देखाउँछु चाहिँ। यी पाकेर यस्तो भइसक्यो। अन्त हेर्नुहोस् त, यहाँनिर हाम्रो भाउजूले तासेर देखाउनुहुन्छ तपाईँलाई। यसरी तास्नुपर्छ होइन, यो चाहिँ यसरी हाल्नुपर्छ। इरुम्बाको लागि चाहिँ आलु जस्तै निस्किन्छ होइन यसको बोक्रा चाहिँ। अन्त चाहिँ आलु पनि उसिनिरहेको छ, यसमा मुनि आलु छ, अन्त योन्चाक चाहिँ यहाँ छ। अन्त यी भाउजूले निकाल्नु हुँदैछ यसरी। यसमा चाहिँ अन्त प्याज धनियाँ पनि मैले काटेर हालिसकेको छु होइन, हेर्नुभयो त तपाईँहरूले। सो अब लास्टमा कसरी बनाउँछु त्यो पनि देखाउँछु ल तपाईँलाई। तासिसकेर होइन यसरी चाहिँ अब यसलाई मजाले मुस्नुपर्छ, हात धोएर मुसेर फेरि मैले चाहिँ होइन मजाले मुसेर चाहिँ लास्ट फाइनल कस्तो देख्छ त्यो पनि तपाईँहरूलाई देखाउँछु ल। फाइनल लुक चाहिँ यस्तो हुन्छ, अघि तपाईँलाई देखाएको थिएन। फाइनल चाहिँ यस्तो हुन्छ, यसलाई चाहिँ भन्छ इरुम्बा। यसमा चाहिँ खोर्सानी हाल्छौँ, अन्त चाहिँ मणिपुरी सिद्रा गाडी हुन्छ, गाडी पनि हाल्नुपर्छ होइन। हालेर चाहिँ यस्तो भयो फाइनल लुक। सो थ्याङ्क यू फर वाचिङ, सी यू इन माई नेक्स्ट ब्लग।